हेलो एभ्रिवान, गुड मर्निङ एन्ड नमस्ते सबैजनालाई। अनि म हो सृष्टि र आशा गर्छु हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। अनि आज चाहिँ हामीहरू बिहान बिहान घरको सबै कामलाई साइड लगाएर हामी जाँदैछौँ बाहिर है। अनि बाहिर कहाँ गएको भन्दा पनि हामी चाहिँ आज जाँदैछौँ मन्दिर। हामी चाहिँ गएको थियो कदमतला दुर्गा मन्दिर। अनि अहिले चाहिँ नवरात्रि चल्दैछ नि त। अनि अहिले चाहिँ हामीहरू छिटै नै गएको मन्दिर, किनभने चाहिँ नवरात्रिको लास्ट दिन गएको थियो। यस्तो भिड थियो नि त योभन्दा पहिला वर्ष। अनि त्यही भएर साथीहरू अहिले चाहिँ हामी छिटै पुग्यौँ। अनि त्यसपछि आज चाहिँ पुगेर आउने भनेर जाँदैछौँ। एकदमै धेरै घाम लागेको छ साथीहरू, देख्न सक्नुहुन्छ होला। बिहान 8 बजे गएको थियो हामीहरू चाहिँ। अनि अहिले चाहिँ दसैँको है पुरा सफाइको लागि चाहिँ एकदमै ठिक गरेको छ घाम लागेर। अनि हामी चाहिँ दुर्गा मन्दिर पनि पुगिसक्यो र एकदमै धेरै खाली थियो त्यहाँनिर। अनि पुगिसक्यो र त्यसपछि लिनुपर्ने थियो हामीहरू त्यहाँनिर फ्रुट अनि माला अनि चुन्नीहरू लिनुपर्ने थियो। अनि धुपहरू पनि किन्नुपर्ने थियो। फटाफट यहाँनिर हामी चाहिँ त्यही सामानहरू किन्दैछौँ र बिहान चाहिँ एकदमै धेरै खाली भएर आराम भयो क्या त्यहाँनिर पुगेर। अनि कोही बेला हुन्छ नि यस्तो भिड हुन्छ अनि पुरा लाइनमा। अनि आज चाहिँ देख्न सक्नुहुन्छ होला पुरा खाली छ मन्दिर। अनि हामीहरू चाहिँ फटाफट पुग्यौँ र त्यसपछि अब चाहिँ भित्र गएर तपाईँहरूसँग देखाउँछु होला साथीहरू। अनि यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ होला मन्दिर चाहिँ निकै सजाउनु हुँदै रहेछ। अनि मजाले यहाँनिर चाहिँ कम्प्लिट भएको छैन रहेछ। अनि हामी चाहिँ भित्र पुग्यौँ र फटाफट पूजाहरू गऱ्यौँ है। कति जग्गामा चाहिँ भिडियोहरू नगर्नु भन्नुहुन्छ नि त। अनि त्यही भएर साथीहरू भिडियोहरू बनाएन। अनि हामी चाहिँ पूजा गरिसकेर निस्केको अब चाहिँ घर फर्किनुको लागि। भने चाहिँ ड्युटी हामी चाहिँ घर। अनि घर आइसकेर साथीहरू देख्न सक्नुहुन्छ होला काम त कामै हो नि है। काममा अब यति लागेछ। अनि कपडाहरू सुकाउनु पर्ने थियो। अनि फटाफटमा चाहिँ यहाँनिर सबै आज चाहिँ तोचक हुन्छ नि डन्लपहरू सबै म चाहिँ माथि घाममा लिएर सुकाउँदैछु। अनि सबै सुकाउने कामहरू सकिसकेर त्यसपछि म चाहिँ यहाँनिर सेलरोटीको लागि चामल हेर्नुपर्ने थियो। अनि त्यही नै यहाँनिर हेर्दैछु। अनि यो हो इभिनिङ टाइममा। अनि सबै सुकाएर हामी चाहिँ सबै सामानहरू तल लिनुपर्ने थियो र लिइ पनि सकेको छौँ। यहाँनिर बोजूले मिलाउने नादिने सबै भट्काउने काम चल्दैछ। अनि फटाफट म जाँदैछु फेरि माथि, किनभने चाहिँ अझै धेरै सामानहरू लिनुपर्ने छ नि त। त्यही लागि साथीहरू देख्न सक्नुहुन्छ होला अहिले 5:30 भइसकेको छ। घाम चाहिँ कस्तो चाहिँ लागेको छ भनेर आज। अनि आज होइन धेरै दिनै भयो है यसरी घाम लागेको। अनि दसैँको सफाइहरू गर्नु चाहिँ मजा आएको छ नि त। सबै सामानहरू जो पनि चिजबिजहरू सुकिरहेको छ मजाले। अनि आजको लागि हाम्रो भिडियो यति नै साथीहरू। हुन्छ त फेरि अर्को नयाँ भिडियोमा फेरि भेट्नुहुन्छ।